हाई एभ्रिवान, गुड मर्निङ सबैजनालाई। आई होप तपाईँहरू पनि सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै आराम नै छु। आज चाहिँ हाम्रो मकै ठेसर लाउनु पर्ने थियो अनि ठेसर पनि लाएर सकेर पनि अब बारीमा लगेर मकै सुकाउनु पर्छ नि त। अनि त्यसैले मैले पनि यहाँ बोरामा मकै हाल्दैछु अनि ज्वाइ पनि आउनु भएको थियो अनि बहिनी पनि आएको थियो अनि यहाँ दुवैजनाले काम पनि गरिरहेको छ। अनि बारीमा लगेर मकै फिजाउनु पर्ने पनि थियो अनि हामीले बारीमा लगेर मकै पनि फिजायो। अब सबै काम सकेपछि अब खाजा त खानु परिहाल्यो नि। अनि त्यसैले म र बहिनी चाहिँ खाजा लिनु गयो चोकतिर। अनि हामीले चोकबाट खाजा पनि लिएर आएर पनि अनि सबैजनालाई अनि बारी चुरी गरेर दिएर पनि अनि हामी खाजासाजा खाएपछि एकछिन हामी रेस्ट गऱ्यौँ। अनि भेनाजहरूको पनि त्यहाँनिर मकै भात्न जानुपर्ने थियो अनि भेनाजहरूले नै हाम्रो परि सहयोग गर्न आउनु भएको थियो। अब पैसा त पालो पैसा त तिर्नु पर्यो अनि त्यसैले हामी पनि अब भेनाजहरूको मकै भात्न जानु लागेको। अनि दिदी बहिनी कुरा गर्दै गयौँ अनि कुरा गर्दै जाँदा दिदीले टिम्बु देख्नु भएछ। अनि हेर त नानी त्यहाँ टिम्बु आमामा कालो झपक्क भइसकेको छ अरे। अनि खम्ल त भनेर अब म झन् बच्चादेखि टिम्बु रुचाउने मान्छे अब मैले झन् कहाँ छोड्छ र। अनि दिदी म भएर अनि टिम्बु खायौँ। अनि टिम्बु खाइसकेपछि अनि हामी भेनाजु घरतिर लाग्यौँ। घाम पनि कति चर्को लागेको, झन् त काली मान्छे म झन् काली हुने भयो। कस्तो टेन्सन पो लाग्नु थाल्यो अब त मलाई। अनि दिदी बहिनी कुरा गर्दा गर्दा अनि भेनाजु घर आइपुगेको थाहा नै भएन। अनि एकछिन बस्नु भनेर यता खारतिर बसेको थियो अनि भेनाजुले चिसो ल्याइदिनु भएछ। फेरि हेर्न साली देखेपछि भेना मक्खै। अब साली देखेपछि अब कुन चाहिँ भेना चाहिँ मक्खै हुँदैन र। आई होप तपाईँहरूको पनि भेनाहरू यस्तै हुनुहुन्छ होला, जिस्काएर हुनुहुन्छ होला। हाम्रो भेना पनि यस्तै छन्। अनि चिसो खाइसकेपछि एकछिन गफ गऱ्यौँ। अनि गफ गरिसकेपछि अनि हामी खेततिर लाग्यो। अनि बहिनीलाई मैले आइज त पनि भ्लगमा भनेको त लजाएर फेरि भुत्तुक्कै। अनि हामी सबैजना कुरा गर्दै गर्दै अनि बारीमा नि पुग्यौँ। अनि दिदीहरूले सबैजनाले अब मकै भाँचेर राख्नु भइसकेको थियो नि त अगाडि। हामी चाहिँ टिप्नी मात्रै थियो अनि हामी चाहिँ मैले नि मकैहरू टिपेर डोकोमा हालेर अनि लाग्यौँ फेरि। भेनाजुले चाहिँ मकै छ र त्यहाँनिर आँगनमा भन्नुभएको थियो अनि मैले मकै छरिदियो। अनि मम्मी नि भ्लग बनाउँदै हिँडेको थियो अनि भेनाजु त्यहाँ ढोटकाइरहनु भएको रहेछ। अनि सानो नानी यता ल्याउँदा तिम्रो क्यामेरा म पनि नाच्छु रे। अनि त्यहाँ भेनाजुले खतरा डान्स गर्नुभयो। के गर्नु, काम त गर्नु परिहाल्छ, काम नगरे सुख त छैन। त्यही हो, नङ पाल्यो भने जस्तो हुन्छ कि अब किनकि अब मकै भाँचेको हो नि त दिदीहरूले त। अनि भाँचेको भुइँको मकै टिप्नु त पर्यो। अनि त्यही भएर सबै नङभित्र माटो परेछ मेरो। अनि मेरो यहाँ बहिनीको डान्स हेर्नु सक्नुहुन्छ तपाईँहरूले। यहाँ हेर्नु न मकै पनि बिचरा कस्तो लरम्मै ढलिरहेको छ कि अस्ति न घुरी बजाइसले पानीले। अनि खाजा खाने टाइम पनि भइसकेको थियो कि अनि लास्ट गर्मी भयो मलाई चाहिँ। अनि म त एकछिन रेस्ट गरेर अनि नानीले चाहिँ चटपटी बनाइसकेको रहेछ अगाडि नै। अनि हामीलाई चाहिँ चटपटी ल्याइदियो अनि हामीले चटपटी खायो। अनि खाजासाजा खाइसकेपछि फेरि हामी कामतिर लाग्यो। फाइनली गाइस हामीले चाहिँ होइन मकै ओसारेर पनि सक्यो। अब घोप्राएर अनि हामी घरतिर लाग्छु। आजलाई यति नै, सबैजनालाई बाई बाई।